नमस्ते सबैजनालाई के छ सबैजनाको हालखबर सन्चै हुनुहुन्छ होला वेलकम टु स्याटरडे भ्लग आज स्याटरडे रहेको छ र स्याटरडेको भ्लग हुन गइरहेको छ अनि के रे आज स्याटरडे पो हो। सृष्टि यहाँ रेडी हुँदैछिन् र जहिले पनि भ्लग गरे कि मलाई बिल्ला हान्न थालेकी छिन् आजकल र के हेर्दैछिन् ए सिजलिङ हेर्दै रहेछ किन रेडी हुँदैछ भनिदेऊ किन हो म थाहै छैन। गफ के लास्टै गफ किन भन्दाखेरि आज एउटा सरप्राइज सो द्याट्स वाइ। जे एनिवेज आज हाम्रो स्याटरडेको डेली भ्लग डेली भ्लग रे आज स्याटरडेको भ्लग खिच्न लागेको छौँ होइन अनि आजको दिन के गर्न सिक्न लाग्छौँ सबैजना हस्तै गर्नु होला हेर्नु होला है त आज चाहिँ हामीलाई सिनले सामानहरू पठाएको छ अनि त्यही सामानको सुट गर्न लाग्छौँ आजकल सिनले पठाइरहेको नै हुन्छ है तपाईँहरूले हाम्रो टिकटक हेर्नुहुन्छ भने देख्नुहुन्छ सृष्टिलाई कति धेरै लुगा आएको छ तर आज मलाई पनि आएको छ त्यही भएर आज चाहिँ अलिक खुसी छु म होइन मलाई पनि लुगाहरू चाहिँ पठाइदिएको रहेछ एनिवेज आज त्यो खिच्ने हो अनि त्यसपछि लगभग आज दिनभरिमा हामी के गर्छौँ अहिलेसम्म प्लान त बनेको छैन तर के गर्छौँ त्यही देखाउनलाई हो होइन सो स्टे ट्युन लाइक सब्सक्राइब गर्नु होला अब एभ्री स्याटरडे चाहिँ हाल्ने प्लान छ किन भन्दा सृष्टिले स्याटरडेको जब ट्याग गरेर बुढाको लागि टाइम बनाएको छ अब स्याटरडे बुढाबुढी टाइम त्यही भएर अब यही टाइममा हामीले कन्टेन्टहरू खिच्छौँ भनेर सोचेको छु सो लाइक सब्सक्राइब गर्नु होला है अस्तिको भिडियो कस्तो लाग्यो तपाईँहरूलाई नयाँ गाडी पनि किनियो है गाडी चाहिँ दामी छ वर्थ इट गाडीको बारेमा पनि पछि भिडियोहरू चाहिँ बनाउँछु सोचिरहेको छु एनिवेज नि सो यो चाहिँ बेसिक सेटअप रहेको छ होइन यहाँ हामीले यसो टिकटकहरू अनि त्यसपछि सिनको सामानहरू आएको खिच्छौँ या केही अरू भिडियोहरू बनाउनु भने खिच्छौँ यसो लाइट किन्छ नि के अरे यो चाहिँ यो ब्याकग्राउन्डहरू होइन अब काम चलाउलाई अहिलेलाई काम चलाउ बनाएको छु एउटा लाइट छ यो चाहिँ अब टेमुको ड्रप लाइट हो त्यस्तो राम्रो होइन तर इट वर्क्स अलिकति उज्यालो आउँछ त्यही हो अब सृष्टि रेडी हुँदै गर्दा म चाहिँ यस्तो सेटअप गर्छु होइन अनि त्यसपछि हामीले यहाँ खिच्छौँ सो बिहाइन्ड द सिन्स पनि आज राख्न लाग्छौँ हामीले कसरी खिच्छौँ भनेर जो हेट है त त्यसपछि हामी आज बाहिर पनि जानु छ सृष्टि आउन्जेल चाहिँ तपाईँलाई हाम्रो सेटअप देखाउँछु केले भिडियो खिच्नुहुन्छ भनेर यसो सोच्नु नि हुन्छ होला कहिलेकाहीँ नसोचे पनि ठिकै छ म भन्छु होइन यो चाहिँ सृष्टिले मलाई बर्थडे गिफ्ट गरेको थियो डिजेआई मिनी आरएस मिनी 3 हो यो गिम्बल एकदम स्टेबल छ मैले पहिलाको भ्लगमा पनि देखाएको थिएँ खासै युज गरेको थिएन मैले पहिला त गिम्बल यस्तो गाह्रो चाहिँ युज गर्ने भन्ने हुन्छ र आजकल चाहिँ गिम्बल बिना केही कामै हुँदैन अनि गिम्बल राखेर यसरी खिच्छौँ होइन अझै सिक्दैछु आइ एम नट द्याट ग्रेट है अब त्यस्तो प्रोफेसनल भन्न नि खोजेँ होइन यो माइक त नेपालमा हुँदा 3500मा किनेको थिएँ बोयाको भ्लग गर्दाखेरि किन्ने भनेको माइक थियो है यो युज गर्छु अनि त्यसपछि यो क्यामेरा त झन् कति पुरानो भइसक्यो अब अपडेट गर्ने बेला पनि आएको छ तर अब बिस्तारै र यो क्यामेरा चाहिँ सोनी ZEV10 हो है भ्लग क्यामेराको लागि एकदम राम्रो छ अहिले चाहिँ भर्टिकल मोडमा राखेको छु होइन यो के अरे स्क्रिन फ्लिप गर्न नि मिल्छ सो भ्लग गर्न नि मिल्छ अनि लेन्स पनि केही किनेको छुइनँ यही स्ट्यान्डर्ड लेन्स जुन छ त्यही गरेको छु खासै ग्याजेटहरू थपे त छुइनँ तर यो गिम्बलले चाहिँ धेरै हेल्प गर्छ र माइक अहिले तपाईँले सुनिरहेको आवाज यो चाहिँ डिजेआईको पकेट माइक हो है कुन माइक हो पकेट माइक हो के माइक भन्थ्यो यो डिजेआईको माइक हो एकदम ह्यान्डी छ फोनमा पनि कनेक्ट गर्न मिल्छ अहिले गरे जस्तै र क्यामेरामा पनि कनेक्ट गर्न मिल्छ एकदम राम्रो छ मलाई मन परेको होइन मजाको साउन्ड पनि आउँछ एकदम त्यो नोइजहरू पनि क्यान्सल गर्छ र जे भिडियो बनाउँदा नि काम चाहिँ लाग्छ सो डिजेआईको माइक चाहिँ दामी छ यसो टिकटक बनाउँदा नि भयो अथवा कहीँ टाढा यसरी मैले अहिले बनाएको जस्तो पनि भयो आउटडोर पनि भयो यही थियो हाम्रो सेटअप ल सृष्टि आइसकेकी थिइन् यहाँ खै कसरी रेडी भयो अलि अगाडि गएर देखाइदेऊ देखाउन सरी छैन के छ है ल हुन्छ के गरिरहेछौँ आज हामी आज हामी भिडियो खिचिरहेको के को सिनको हो र
कस्तो मैले तिमीलाई जबरजस्ती भिडियो खिचा जस्तो अनुहार गर्छौ त पेट दुखेर आएको मलाई सृष्टिलाई भिडियो खिचाउनु भनेको चाहिँ अलिकति उज्यालो पारिदिन्छ पहा सृष्टिलाई भिडियो खिचाउनु भने चाहिँ के हो थाहा छ आकाशको फल हो जुन चाहिँ म टिप्छु उडेर पनि टिप्छु ल सुरु गरौँ है त ओके ओके भेरी गुड 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 सृष्टिको अनुहार हेर्नुहोस् न गाइस थाकेर दुई तिनवटा भिडियो बनाएपछि थाक्यो किन थाक्यो भन्नुहोस् त मेरो पेट काटेकै भर्खरै भोक लागेर कसैले खाना दिँदैन नि हौ। ए भोक लाग्यो मेरो घरको भोक लाग्यो त मेरै बुढी हो है कस्तो कति बजिसक्यो थाहा छ कति बज्यो 1 बजिसक्यो अनि खाएकै छैन हिजोबाट केही पनि ओइ बिहान चिया र बिस्किट खाएन त्यो नि खाना हो र त्यो त मुसाले खाए नि पेट हँदैन ए अनि तिमी मुसु होइन मुसु मेरो मुसु होइन म हात्ती हो हात्ती है सृष्टिले क्यामेरामा भने चाहिँ ऊ हात्ती हो अरे अन्नाले हात्तीको जत्रो पेट हुन्छ अनि फिगर चाहिँ के को फिगर चाहिँ हिरणको हामी भिडियो चाहिँ सबै खिचिसक्यौँ अनि अब चाहिँ हामी बाहिर जान लागेको यसलाई भोक लागेर साह्रै इरिटेट भएको छ अनि 2 बजीसक्यो केही खाएको छैन बिहान ओइ 1 बजे 1:15 भइरहेछ अनि हामी अर्को ठाउँमा नि जान लाग्छौँ जुन चाहिँ सरप्राइज हुन लाग्छ ल जाउँ पानी परेर भर्खरै पानी परेर चाहिँ भर्खरै फेरि आकाश निलो भएर आयो त्यही छ गाह्रो छ गाइस तिमी फेरि गाह्रो छ क्या अब यो पानी परे नयाँ गाडी पुसेको पुसै नाटकै बेसी फेरि कस्तो नाटक हो र पुस्नु परेन अब मलाई भोक लागिसक्यो कि जाम न ए ल यो एउटा अलिअलि त पुस्न देऊ न मलाई भन्दा त बेसी उसकै गाडीलाई उस गर्छ जस्तो लाग्छ आजकल त मलाई के कुरा गर्छौ जुम अब जुम लौ त आइन है आइन भोक लागेर मन लागिसक्यो उसलाई गाडीलाई सिङ्गार पटार गर्नमा व्यस्त छन् ल कहाँ जाने पहिला खाऊँ है त त्यसै तिमीलाई लास्टै भोक लाग्यो के खाने हो खाना चाहिँ आज मोमो चाउमिन खाने मोमो चाउमिन यस
ल यो बाटो त कति देखाउनु हजुरहरूलाई सुरुको भिडियोमा कति देखाइयो बाटो त अहिले पनि हामी त्यही छौँ त्यही घरमा तर फेरि अर्को पनि ठुलो न्युज आउनु लाग्छ भन्नु सबै एकैचोटि नभनौँ बिस्तारै बिस्तारै भन्नुपर्छ नि त है गाइस अब हामी चाहिँ यहाँ फुडा आएको छौँ है फुडा चाहिँ नयाँ खोलेको थियो अनि सृष्टिले अहिलेसम्म तिमी यहाँको खाएको छैनौ रे थाहा हो एकचोटि हो एकचोटि मैले प्याकिङ चाहिँ ल्याइदिएको थिएँ नि प्याकिङ ल्याइदिएको खानु लागेको छ तर आज हामी यहाँ आएरै खानु लाग्छु कतिको बोलेर भित्र नखिचा ल किन नखिच्ने हो नि ल त्यहाँको धेरै मान्छे केही हुन्न एउटा आफ्नै हो ल के छ ब्रो भ्लगमा नि हाई भन्छ नि त ए ल एनिवेज ल अब तिमीले चाहिँ हामीलाई सजेस्ट गर्नु पऱ्यो है यहाँको बेस्ट हामी त रिभ्यू दिन आएको होइन नो प्रेसर ऊ चाहिँ भेजिटेरियन हो अनि म चाहिँ भेजिटेरियन होइन पिरो मनपर्छ अरे ठिकै के खाइराख्नु भएको छ हजुर बबल टी मकब्याङ गर्न लाग्नु भएको क्या कस्तो रहेछ उडे आकाशतिर ठिकै अनेस्ट रिभ्यू देऊ न ठिकै गङचा र 4 टाइम भन्दा कस्तो छ गङचा र 4 टाइम भन्दा डिफरेन्ट छ तल कि माथि भन न अनेस्टली सेन्टरमा आमाको टेस्ट हुन्छ नि त फेरि तर तिमीले मैले खाने भन्दाखेरि अर्कै फ्लेभर मगाए जस्तो लाग्यो मलाई अनि पर्क मिल्क टी नै हो क्या तर नट ब्याड ठिकै छ तर 4 टाइमहरूको त उनीहरूको स्पेसलिटी त्यही हो होइन तर यो अलिक सेतो भयो कि अलिक चियापत्ती हाम्रो सृष्टिको भेज मोमो प्ल्याटर आएको छ इम्प्रेसन कस्तो छ यता नाइस त्यो माइक अलि नजिक राख्नु है कस्तो भोग्ला होला त एकछिन नकुरेको त्यसले त्यो मुखमा मिठो छ ल हेर न के मोमो यो फ्राइड हो यो स्टिम यो सादेको त्यो अर्को फ्राइड ए यो कोथे हो कोथे चिल्ली ऊ त्यो सादेको अनि त्यो चक्लेट मोमो बाबरे के हो के क्रन्ची यस्तो गरौँ कस्तो कस्तो गरे म साँधेको मोमो खै बुढालाई खुवाउँ त एउटा नमिठो चाहिँ खुवाउनु लाग्यो नमिठो भनेर मलाई चिल्ली मोमो चाहिँ त्यो खासै जति मिठो नै भए पनि चिल्ली मोमो चाहिँ त्यस्तो साह्रो नट माई कप अफ टी जस्तो लाग्छ भेज भयो नि छुट्टै फ्लेभर छ क्या त्यो पनिरवाला हो कि यहाँ मेरो आयो उफ अचार खाऊ त्यो अचार तिमीले नि खानु ल है गाइज मेरो चाहिँ यो ल्याम्ब के थियो अरे मेरो ल्याम्ब जो सबै ल्याम्ब राइसवाला ल्याम्ब थियो मेरो मजाले राइस हालेर दिएको छ स्यालेड पनि छ जुन चाहिँ मेरो बुढीलाई साह्रै मनपर्छ म त्यहाँ ल्याइदिन्छु ल खाऊ चाहिँ मेरो ट्राई गर्नु साँधेको मोमो
भेजमा उसको प्ल्याटर जुन चाहिँ दामी लाग्छ Filled with paneer. यो चाहिँ ससेज होला होइन खोइ ल्याम्ब ससेज मैले फर्स्ट टाइम खाएको मैले अस्ति नै बनाइदिएको बिर्स्यौ गफ हाल्ने लिमिट हुन्छ क्या यो चाहिँ के हो फेरि सुकुटी होला आज ल्याम्बै ल्याम्ब बनाउनु भयो बुढा बुढालाई चाहिँ जुन जति डिस भन्नु पनि राइस चाहिँ म्यान्डेटरी म्यान्डेटरी चाहिन्छ नै चाहिन्छ राइस त ल खायौँ हामीले त खाए के बैठलै छि खाए चाहिँ कस्तो अल्छी लाग्छ है बुढी केही गर्नु नि तर मलाई त पेटै भरेन छैन अनि लाफिङ खाऊ भने त नि किन गाह्रो के खान्छौ भन्न त नि ल मेरो त लिपस्टिक सबै गइसकेछ गइसकेछ नि म त कस्तो टायर्ड देखिरहेको छ आँखा पनि मेरो किन भन्दाखेरि अनि हिजो पनि काम थियो अस्ति पनि काम थियो त्यसको बिहान पल्ट पनि काम थियो त्यसको बेलुका पल्ट पनि काम थियो घाम्दै अनि त्यसपछि फेरि आज बल्ल अलिक चेन कि सास लिम कि भनेको बिहानबाट एनिवेज ल कस्तो लाग्यो त खाना चाहिँ फुडाको ठिक छ पनिर मोमो मलाई यत्तिकै दियो पनि मनपर्छ त्यही हो फेरि आउँछौ यता अब मोमो त म अब मोमो भन्दा अगाडि त भेज अप्सन डिफिकल्ट टु फाइन्ड एनिवेयर इन दिस प्लेस अनि त्यसपछि अब मोमो त म अब 5-6 महिनासम्म खाँदिनँ 5-6 महिना त नभनौँ 2-3 महिनासम्म खाँदिनँ पछि आउँछ ठिक छ ल ओके लेट्स गो सो गाइस अब पालो आएको छ त्यो सरप्राइज मोमेन्टको जुन हामी कुरिरहेको थियौँ सुरुदेखि तपाईँहरू त कुरेको थिएन होला हामी कुरिरहेको थियौँ सृष्टिले पनि अहिलेसम्म चाहिँ यहाँ भिजिट गरेको छ होइन र त्यो सरप्राइज हेर्ने हो त देखाइदिने हो त ल भनिदेऊ के हो हाम्रो पसल सो हामीले चाहिँ ग्रोसरी पसल खोल्न लाग्छौँ हामीले भन्नाले म मेरो बुढा अनि हाम्रो सुशील दाई अनि निशा बाबुले यो लिज फाइनल गरिसकेको छौँ र त्यही भएर आज यो भिडियोमा आइरहेको छ फाइनल नगरेको चाहिँ आउँथेन होइन यस हो कि होइन आज सबै आउनु हुन्थ्यो तर छुट्टी मिलेन छुट्टी नमिलेको कारणले अनि मैले देखेको थिएन अनि म हेर्न पनि हुन्छ भनेर अनि हामी आएको ल यही हो भित्र गएर हेरौँ है त के हुँदैछ अस्ति काम त भइरहेको थियो ल यहाँ चाहिँ रेनोभेसन भइरहेछ उही कस्तो कालै रहेछ त बेबी बत्ती बाल्न मिल्दैन बत्ती छैन अहिले यो चाहिँ रेनोभेसन पिरियडमा छ यहाँ यत्रो हालिसकेछ ढोकाहरू हाल्छ यो स्लाइड हुन्छ क्या ढोका अनि यहाँ सिसाको ढोका जान्छ होइन यो पुरै स्लाइड हुन्छ यो के बाहिरको यो पुरै स्लाइड हुन्छ अनि सिसाको ढोका जान्छ क्या ठुलो सिसाको ढोका हुन्छ अनि उज्यालो अनि यहाँबाट चाहिँ सबै बत्ती नै बत्ती हुन्छ उ त्यो हाम्रो काउन्टर आइसकेको छ यो हाम्रो सब सेल्फ हो यहाँ जाने हेर न हाम्रो टोइलेट कस्तो राम्रो टोइलेट छ दुईवटा टोइलेट छ लेडिज जेन्ट्स दुईवटा टोइलेट हेर न बत्ती गएको छ यहाँ चाहिँ बत्ती छ क्या एक्साइटेड पछि हाम्रो यो के अरे खोलिसकेपछि फेरि भिडियो बनाउनु अब यो प्रोसेसको पनि भिडियो बनाउनु पर्छ नि अब टक्क लगाएर हाम्रो अब पसलको पेजहरू खोल्ने होइन इन्स्टाग्राम पेजहरू खोल्ने टिकटकहरू खोल्ने अनि त्यसपछि तिमीले प्रमोट गर्नु पर्यो नि अनि अहिलेबाट जो पनि डार्विनमा हुनुहुन्छ हाम्रो पसलको नाम पनि भनेको छैन हाम्रो पसलको नाम चाहिँ रहेको छ लुक्ला ग्रोसरिज लुक्ला नाम चाहिँ कसरी आयो भन्दा वर्ल्डको सबसे डेन्जरस एयरपोर्ट लुक्ला एयरपोर्ट छ नि त
अनि त्यो चाहिँ हाम्रो कन्ट्रीमा छ त्यही भएर लुक्ला अनि यहाँ चाहिँ अलिकति माउन्टेनियस भाइब्स दिने कि भनेर डेकोरेसन त्यसै अनुसार गर्न लाग्छौँ तर सुरुमा चाहिँ पोसिबल हुँदैन जस्तो किन भन्दाखेरि हामीलाई खोलिहाल्नु छ अब डिटेलमा चाहिँ हामीले अब छुट्टै एउटा भिडियो बनाउँछौँ अनि कस्तो हो के हो भनेर हामी भन्नुपर्छ अपडेट गर्छौँ ल I'm nervous and excited also. सो यही थियो हाम्रो सरप्राइज सो डार्विनको दाजुभाइ दिदीबहिनीहरूलाई अहिलेदेखि नै एकदम स्वागत गर्न चाहन्छु हाम्रो ग्रोसरी स्टोरमा खोलेपछि र हजुरहरूको सपोर्ट चाहिँ फुल चाहिएको छ भन्न चाहन्छु होइन र अरू हाम्रो साथीहरूलाई चाहिँ यसो गरेर पेज सेयर गर्नुपर्छ पछि त्यसको लागि एउटा छुट्टै भिडियो बनाउनुपर्छ आज चाहिँ यसो ट्रेलर देखाइदियो क्या हजुरहरूलाई सृष्टिलाई पनि देखाउनु थियो अनि भिडियोमा नि हालिदिएको नि होइन त सो यो चाहिँ साउथ एसियन ग्रोसरी स्टोर हुनेवाला छ अनि त्यसपछि हाम्रो साउनी यहीँ छ साउनी गर्ने साउनी एनिवेज यही थियो यस्तो निन्द्रा लागेर झुपझुप भइसक्यो है मेरो उडलाई नि त्यस्तै भइसक्यो त सो डे वेल स्पेन्ड हाम्रो यसरी नै दिन कट्छ सँगै भएको बेला कस्तो लाग्यो कमेन्टमा लेख्नु होला धेरै धेरै माया दिनु होला सपोर्ट दिनु होला होइन त Yes. ल आजलाई यति नै है त Bye bye. बाई 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 भनिदेऊ